आज हामीले ट्राई गर्दैछौँ मलेसियाको क्यान्टिन हाइल्यान्डरको केकडा होइन गहटा केकडा धेरै होइन। यसको प्राइस चाहिँ रहेको छ 35 रिङ्गेट नेपालको मलेसियन 35 रिङ्गेट होइन। टट्ट काटेर हाम्रो राई दाइले बनाउनुहुन्छ। आज मिठो गरी ट्राई गर्नेछौँ। मिठो हुन्छ त दाइ यो एकदम। बाहिर देशमा काम गरेको कति भयो दाइ? मैले भाइ कति भयो भाइ तिमीहरू केटाकेटी थियो धोती लाउनु पनि जान्दैन थियो भाइ। कति दिइरहेको हामीले त्यसलाई मिठो मिठो तरिकाले काटेर एकदम दामी बनाइसकेका छौँ। फ्राईको लागि एकदम रेडी गर्दैछौँ। यसमा चाहिँ हामीले टक्क यो के अरे कर्नफ्लोर नाम पनि के अप्ठ्यारो हो यो मकैको पिठो। ए मकैको पिठो अरे नेपाली स्टाइलमा आयो। दलेपछि चाहिँ दामी हुन्छ अरे भनेको सुनेको है हामीले होइन। अब यसलाई चाहिँ हामी फ्राई गर्नेवाला छौँ। यो चाहिँ मस्तले फ्राई हुँदैछ। कति मिनट फ्राई हुन्छ सम्झि? 1 मिनट ट्याक्कै फ्राई हुन्छ यो। ट्याक्कै यस्तो देखिन्छ हेर्नुहोस्। फ्राई भइसकेपछि रातो रातो एकदम खाउ खाउ लागेको छ कि छैन गाइस? ट्याक्क अब तावामा हामी हाम्रो रमेश दाइ हुनुहुन्छ एकदम कुकम्यान। यसमा तेल लगाइसकेको छ। साउदी रिटायर होइन तेल लगाइसकेको छ। अब यसमा हाम्रो आउँछ प्याज। प्याजको माथि आउँछ हाम्रो गार्लिक। त्यसपछि आउँछ यो अदुवा। यसलाई हाम्रो मिक्स हुँदैछ। त्यसमा केकडा हाल्नुपर्ने हुन्छ। तपाईँहरूले घरमा ट्राई गरेर खान सक्नुहुन्छ एकदम मिठो मिठो गरेर। दाइ स्पाइसी हुन्छ हुँदैन? स्पाइसी हुन्छ। स्पाइसी हुन्छ? स्पाइसी हुन्छ अरे गाइस होइन। के हो दाइ यो? यो चिकन पाउडर। चिकन पाउडर। केकडामा चिकन पाउडर आएको छ। चिकन पाउडर। केकडा पाउडर हुन्छ। यो तरिकाले पकायो भने चाहिँ दाइलाई होइन यो उफ्रेको जिउँदैछ नि त। केकडा अलिक जिउँदै रहेछ उफ्रिँदैछ। के भएको नि यो के हो दाइ? यो के को धुलो? के हो? ओनिगारो? ओनिगारो कि के हो नाम पनि थाहा छैन। अब चाहिँ हाम्रो केकडा एकदम मिठो 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 देखिँदैछ। अब आयो हाम्रो चिली। चिली फाइनली हाम्रो केकडा रेडी हुन आँटेको छ। हेर्नु सक्नुहुन्छ रातो रातो। यसलाई एकदम मिलाएर राख्नुपर्ने हुन्छ प्लेटमा। हात छाला खुट्टा सुट्टा मिलाएर। यस। यसको माथि चाहिँ मर मसला के पाएको त्यसको ग्रेभी मसलालाई। यसको माथि आउँछ हाम्रो स्प्रिङ ओनियन। हाम्रो केकडा रेडी भएको छ फाइनली। हेर्न सक्नुहुन्छ रेडी भइसकेको छ बनेर। अब चाहिँ हामी केकडा खाएर ट्राई गर्नेवाला छौँ। कस्तो छ टेस्ट हामी बताउनेवाला छ। हाम्रो सरोज दाइ ट्राई गर्दै हुनुहुन्छ। सरोज दाइ ट्राई वान। वाउ खप्टा हाम्रो जोजीले उठाउँदै हुनुहुन्छ। हान्नु त एउटा। यो चाहिँ हाम्रो स्पेसली केकडा फुटाउने हो। यो चाहिँ कस्तो छ दाइ? बवाल छ है।